अब हेर्नुहोस् है, विश्वमा सबभन्दा लामो है, विश्वको सबभन्दा लामो चाहिँ भनेको अथवा अग्लो भनेको के भन्छ, अग्लो भवन भनेको बुर्ज खलिफा हैन, टावर है। यो दुबईमा छ, 160 तल्लाको छ। अनि कतिपय मिटरको उचाइमा छ यो, अग्लो छ 826 भनेको, सरी 28 भनेको मिटर अग्लो छ। यो हालसम्मको विश्वको सबभन्दा अग्लो भनेको यो टावर हो 160 तल्लाको छ हो। अनि अग्लो स्थानमा रहेको ज्वालामुखी अर्जेन्टिनाको आन्तोफोला हो। आन्तोफोला भनेको विश्वको अग्लो स्थानमा रहेको ज्वालामुखी है। टावर भनेको टोरन्टो, कनाडाको टोरन्टो। अब पहाडको चुचुरा भनेको सगरमाथा नै भइहाल्यो। चुचुरा सगरमाथाको जुन चुचुरो छ त्यसको अन्न भनेको लम्बाइ कति छ, कति छ, कति फिट? सगरमाथा जुन छ चुचुरो छ, यो सगरमाथाको चुचुरो त्यो कति मिटर भनेको के छ उसको लम्बाइ? 7 मिटर। त्यही भनौँ चौडाइ अथवा लम्बाइ भनौँ न, माथिको भाग 7 मिटर, 7 मिटर छ हो। यसलाई मानौँ न यो सगरमाथा हो भने यसको जुन माथिको भाग छ नि यो, यसको लम्बाइ कति छ? 7 मिटर मात्रै छ हो, माथिको जुन छ हो। नेक्स्ट गर्नु लाभेन छ। अर्को अग्लो स्थानमा रहेको राजधानी बोलिभियाको ला पाज हो, जो 36-58 मिटरको उचाइमा छ। विश्वको सबैभन्दा अग्लो ठाउँमा रहेको राजधानी शहर बोलिभिया देशको राजधानी ला पाज, जुन चाहिँ कति उचाइमा छ? 3658 मिटरको उचाइमा छ। यो पढिसकेको छौँ हामीले पहिले। झरना चाहिँ एन्जेल झरना, विश्वको सबभन्दा अग्लो झरना भेनेजुएलामा छ। कति उचाइमा छ? कति छ? 979 मिटरको उचाइमा छ। 979 मिटरको उचाइमा छ। यो कति छ? 979 मिटरको उचाइमा छ। हालसम्मको विश्वको सबभन्दा अग्लो भनेको झरना है हो एन्जेल झरना, एन्जेल हो, एन्जेल झरना यही छ भेनेजुएला। भेनेजुएला भनेको कुन देशमा पर्छ? दक्षिण अमेरिका महादेशमा हो। अग्लो झरना भनेको एकदमै भनौँ माथिबाट झर्ने है। 979 मिटरको उचाइमा छ यो झर्छ। अब हेर्नुहोस् है, अग्लो स्थानमा रहेको रेलवे स्टेसन यहाँ टाङ्गुला भने छ हैन। टाङ्गुला रेलवे स्टेसन भनेको यति उचाइमा छ। यो कसले बनाएको? चीनले हो, चीनले बनाएको छ। अग्लो स्थानमा रहेको हवाई अड्डा वाङदा, यो पनि तपाईँ चीनमै छ। वाङदा तपाईँ जुन छ यो वा हो, वाङदा तपाईँ जुन हवाई के छ, हवाई अड्डा छ नि, यो विश्वको सबभन्दा अग्लो स्थानमा रहेको हवाई अड्डा हो। यो चीनले बनाएको छ। चीनले यस्तो भनेको संसारको कुराहरू बनाइदिएछ कि त्यहाँसम्म अमेरिका पनि पुगेको छैन हो। अब हेर्नुहोस् है, विश्वमा सबभन्दा गहिरो, विश्वमा सबभन्दा गहिरो अब यहाँ चाहिँ होटल पनि छ यहाँ है। अग्लो भने होटल भनेको छ यहाँ। सिङ्गापुरको वेस्ट इस्ट यस्तो सोध्दैन। अब नेपालको अथवा विश्वको सबभन्दा अग्लो स्थानमा रहेको होटल, होटल एभरेस्ट भ्यू, जुन चाहिँ कहाँ छ? सोलुखुम्बुमा छ। नेपालको सोलुखुम्बु जिल्लामा छ है। नाम्चे बजार थाहा छ नि? नाम्चे बजार त्यही छ हो। सगरमाथाको के हो? इन्ट्री पोइन्ट हो, प्रवेशद्वार। एभरेस्ट भ्यू कति उचाइमा छ? यो 12713 फिटको उचाइमा छ। अनि हालसम्म विश्वको सबभन्दा अग्लो स्थानमा रहेको होटल हो, उचाइमा रहेको होटल हो यो। बौद्ध स्तूप, लुम्बिनीको बौद्ध स्तूप 105.4 फिट। अग्लो स्थानमा रहेको सहर ल्हासाको राजधानी तिब्बत, सरी तिब्बतको राजधानी ल्हासा, ल्हासा। बाँध क्रुगर, क्रुगर बाँध भनेको रुसको है। यो के हो? अग्लो स्थानमा रहेको बाँध हो, 300 मिटर। बाँध भनेको त ड्याम, ड्याम ड्याम बन्धा नदीको ड्याम हो। अब हेर्नुहोस् है, विश्वको सबभन्दा गहिरो, अब ताल त भइहाल्यो नै, यो पढेको हामीले पहिले। बैकाल ताल 1940 भनेको मिटर गहिरो। हालसम्म विश्वको सबभन्दा गहिरो ताल रुसमा छ है।
यो चाहिँ मैले भने कहाँ छ, यो बर्डरमा छ, रुस र इरानको बर्डरमा छ। ओके न। अब हेर्को हेर्नुहोस्, खोज यो त पढिसकेको छ हामीले, काली गण्डकीले बनाएको खोज अथवा दाना गल्छी त्यही भन्छौँ नि हामीले, दाना गल्छी अथवा अन्ध गल्छी हैन हो, यो भइसक्यो, यो त हैन आइसक्यो पहिल्यै। अर्को चाहिँ महासागरीय सबभन्दा गहिरो भाग मारियाना ट्रेन्च, अथवा यसलाई मारियाना ट्रेन्चलाई विश्वको सबभन्दा गहिरो ठाउँ मानिन्छ हो, जुन प्रशान्त महासागरको ठाउँ हो। कहाँ पर्छ यो? प्रशान्त महासागरमा पर्छ मारियाना ट्रेन्च है। कहाँ पर्छ यो? फिलिपिन्सको नजिक हैन, फिलिपिन्स देशको नजिकै पर्छ यो। 11,776 मिटर हो गहिराई। चन्द्रमाको सबभन्दा गहिरो भाग क्रेटर, त्यसलाई के भन्छौँ हामीले? चन्द्रमाको सबभन्दा गहिरो क्रेटरलाई के भन्छौँ हामीले? न्युट्रोन भन्छौँ है। चन्द्रमामा रहेको एकमात्र पहाडलाई के भन्छौँ हामी? चन्द्रमामा रहेको एकमात्र पहाडको नाम के हो, अथवा सबभन्दा अग्लो पहाडको नाम के हो? चन्द्रमामा पहाडै पहाड छ त हैन, थाहा छ? के वाला हो? पिक त हो, अगाडि चाहिँ डाबाट आउँछ, डार्फल पिक। चन्द्रमामा रहेको सबैभन्दा अग्लो पहाडलाई के भनिन्छ? डार्फल पिक, डार्फल पिक हो। अब हेर्नुहोस् है, सडक चाहिँ मृत सागरको इजरायली तटमा रहेको समुद्र सतहभन्दा 392 मिटर तल रहेको, 392 मिटर भनेको तल रहेको त्यो बाटो हो, के हो? संसारको सबभन्दा होचो भागमा रहेको सडक हो है। विश्वको सर्वाधिक भनेको गहिरो उपत्यका अरुण उपत्यका, 8,391 मिटर गहिरो छ हो। कुन जिल्लामा पर्छ यो? सङ्खुवासभा जिल्लामा हो। त्यहाँ भने चरा पनि एकदमै धेरै पाइन्छ, चराको लागि प्रख्यात छ। अब अर्को है यहाँ, यो पनि लगभग पढिसकेको छौँ हामीले। विश्वमा हालसम्म 39 वटा के छन्? भूपरिवेष्टित राष्ट्रहरू छन्, जसमा भनेको जम्मा भनेको छन् एसियामा 12 वटा है, अफ्रिकामा 16 वटा, युरोपमा 18 वटा अनि दक्षिण अमेरिकामा 2 वटा। के? बोलिभिया र पराग्वे हो। बोलिभिया र पराग्वे चाहिँ दक्षिण अमेरिकामा 2टा मात्रै छन्। अनि कहिले के सोच्छ तपाईँको? कहिले तपाईँको जम्मा सोध्छ डबल भनेको होइन, डबल ल्यान्ड लक कन्ट्री, डबल ल्यान्ड लक कन्ट्री भनेको भन्छ कहिले काहीँ। के हो? उज्बेकिस्तान र लिechtenstein हो, कहिले सोच्छ तपाईँको हो। अब सुन्नुहोस् है, ठुलो भूपरिवेष्टित राष्ट्र भनेको कजाकिस्तान हो। कसको आधारमा? क्षेत्रफलको आधारमा है। जनसङ्ख्याको आधारमा ठुलो भनेको भूपरिवेष्टित राष्ट्र के हो? इथियोपिया हो। जनसङ्ख्याको आधारमा ठुलो, विश्वको ठुलो भूपरिवेष्टित राष्ट्र के हो? इथियोपिया हो। इथियोपियालाई विश्वको सबभन्दा गरिब भनेको देश भनिन्छ हैन, काफीको घर पनि भनिन्छ। नेपाल 21औं ठुलो भूपरिवेष्टित राष्ट्र हो। विश्वको नेपाल कति हो? 21औं ठुलो हजुर त्यो विश्वको क्षेत्रफलमा हो। विश्वको क्षेत्रफलमा 93 भनेको ठुलो देश हो नेपाल है। अब हेर्नुहोस् है, यहाँको दोहोरो भूपरिवेष्टित मुलुक, दोहोरो भूपरिवेष्टित मुलुक भनेको कतिवटा छन्? 2टा मात्रै छन् विश्वमा, एउटा लिechtenstein, एउटा उज्बेकिस्तान। के छ एउटा? सिएरा लियोन, 3वटा दिएछ। यो लिechtenstein चाहिँ युरोपमा पर्छ, अनि यो चाहिँ उज्बेकिस्तान चाहिँ तपाईँको यही यहाँ एसियामै पर्छ है। अब अर्को हेर्नुहोस्, क्षेत्रफलका दृष्टिले सबैभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र भनेको कजाकिस्तान हो, जुन त हामी पहिले पढिसकेका छौँ हैन। अनि विश्वको 9औं ठुलो देश, विश्वको 9औं ठुलो देश हो यो, केमा? क्षेत्रफलमा हो। अनि कजाकिस्तानको निर्माण पूर्व सोभियत संघ विभाजन भएपछि भएको। सुन्नुहोस् है, नेपाल चाहिँ नेपाल चाहिँ अहिले 92औं नम्बरमा, अहिले चाहिँ 107 नम्बरमा सायद। ठिक छ, मैं समसामयिक चाहिँ मैंने पढाउँछु मैले।
भनेको महिनाको हिसाबले पुरै वर्षभरि को समसमय पढाउने बेलामा हो हो वर्षको भनेको महिनाको हिसाबले कुन कुन महिनामा के कस्ता इम्पोर्टेन्ट घटनाहरू घट्यो त 2024 को पुरै छुट्टै नोट मैले पढाउँछु त्यसलाई छुट्टै तरिकाले यहाँसम्म ठिक छ। अब सुन्नुहोस् है यो के थाहा छ सोभियत संघ भने थाहा छ कसैलाई सुन्नु भएको छ कहिले यसको पहिलो नाम भनिन्थ्यो पहिला USSR भनिन्थ्यो पहिला यो कहिले डिभाइड भएको थाहा छ कहिले टुक्रिएको थाहा छ 1995 मा डिभाइड भएको थाहा छ। यसमा विश्वको ठुलो राष्ट्रहरू थिए पहिला सुन्नुहोस् है यसमा भनेको रुस लगायत देशहरू थिए यसको फुल फर्म हो युनाइटेड स्टेट्स अफ सोशलिस्ट रिपब्लिक अब सोभियत रिपब्लिक भन्छ त्यसलाई सोभियत रिपब्लिक। अनि सुन्नुहोस् है यसमा चाहिँ भनेको कुन कुन देशहरू पर्थे त्यति बेलाको तपाईँको लगभग 14-15वटा देशहरू पर्थे कतिवटा देशहरू 14-15वटा देशहरू पर्थे USSR मा। अनि 1995 चाहिँ टुक्रिएर के भयो रुस छुट्टै भयो कजाकिस्तान छुट्टै भयो अरू इरानहरू छुट्टै भए पहिला एउटैमा थिए सबै है। अनि त्यो के थिए भनेको त्यति बेला विश्वमै पावरफुल थिए त्यति बेला हैन टुक्रेपछि के भएको हुन् त्यति बेला त्यसरी भएको हुन् ल। अब थोरै बाँकी छ धेरै छैन अब यो त अगाडि एउटा थियो थोरै। अब एसियामा हेर्नुहोस् है एसियामा जुन 12वटा भूपरिवेष्टित राष्ट्रहरू छन् यहाँ हेर्नुहोस् है यहाँ दिएछ। अब ठुलो भनेको के भइहाल्यो कजाकिस्तान नै भइहाल्यो यही कजाकिस्तान जुन छ ठुलो सानो भनेको यही हैन के छ यहाँ अर्मेनिया। तर यही क्वेशन दियो भने हैन एसियाको सबभन्दा सानो भनेको भूपरिवेष्टित राष्ट्र दियो भने तो देशको विद्यार्थी भनेको के लगाउँछ भुटान लगाउँछ हो अर्मेनिया भनेको त्योभन्दा पनि सानो छ हजुर भुटान भन्दा सानो अर्मेनिया छ के पढ्नु भएको छ कि एसियाको भनेको हो भूपरिवेष्टित राष्ट्रको कुरा भइरहेछ ठिक छ। ल अब अर्को अब थोरै मात्र स्लाइड बाँकी छ अझै यो सिधाइ नै दिने हो यिनी आऊ अहिले लाली फास्ट बढाउनु त जुन इम्पोर्टेन्ट छ त्यसले मात्रै मैले भनिदिन्छु त्यति मात्र टिप्नु है सबै टिप्ने जरुरी छैन। अब हेर्नुहोस् है युरोप देशमा जुन 12वटा के छन् सरी 18वटा जुन के छन् तपाईँको भूपरिवेष्टित राष्ट्रहरू त्यहाँ तपाईँ लिस्ट दिएको छ यो खासै तपाईँको जान्नुपर्ने हैन त्यहाँ छैन त्यसमा के छन् तपाईँको यो सोध्दैन सोध्दैन है। अनि अर्को हेर्नुहोस् नेक्स्ट अफ्रिकाको ठुलो चाहिँ कुन हो चाड भनेको ठुलो हो सानो भनेको कुन हो स्वाजिल्यान्ड। कहाँ छ स्वाजिल्यान्ड सानोमा छ ए यहाँ छ हो अथवा यसको अर्को नाम इस्वातिनी पनि हो स्वाजिल्यान्डको अर्को नाम इस्वातिनी। अर्को छ यहाँ यो कुन देशको नाम हो एक्जाममा यो दियो भने के लगाउनुहुन्छ अर्को पोलिसी आयो भुटान आयो अर्मेनिया आयो 4 नम्बरमा चाहिँ मोनाको आयो त्यो देखाएका मध्ये हैन यहाँ देखाएका मध्ये सबभन्दा सानो देश कुन हो होला यहाँ देखाएका मध्ये यहाँ दिएका मध्ये चारवटा मध्ये सबभन्दा सानो देश कुन हो के होला पोलिसी हो पोलिसी भनेको भ्याटिकन सिटीको अर्को नाम हो है त्यो कन्फ्युजन नहुनुहोस् भ्याटिकन सिटीको अर्को नाम पोलिसी हो।
भन्नुहोस् भन्नुहोस् झुकी आउँछ हो पोलिसी भनेको सुन्नुहोस् है पोलिसी भनेको भ्याटिकन सिटीको अर्को नाम पनि हो यसलाई भनेको हो अर्को गर्नु न ल नेक्स्ट गर्नु त दक्षिण अमेरिकामा दुईटा मात्रै छन् बोलिभिया र पराग्वे हो बोलिभिया र पराग्वे दुईटा मात्रै छन् दुईटा हैन एक्जाममा तपाईको सिधा सेवामा दिन सक्छ होला किनकि यो केस सानो छ दुईटा मात्रै छन् बोलिभियामा दुईटा राजधानी छन् त के हुन् हो ला पाज र सुक्रे भेरी गुड ल यस्तो तरिकाले पढ्नु पर्यो है अब अर्को विश्वका विभिन्न भनेको सालमा चल्ने हैन वायु